कुनै दिन यदि तपाईँले ओभरटाइम काम गर्नुभयो र त्यो ओभरटाइमको पेमेन्ट गर्ने तपाईँको कम्पनीमा पोलिसी छ भने अब रिगो एचआरको मोबाइल एप्लिकेसनबाटै तपाईँको ओभरटाइमको रिक्वेस्ट कसरी गर्ने म यो भिडियोमा देखाउँदैछु। त्यसको लागि रिगो एचआरको मोबाइल एप्लिकेसन ओपन गर्नुहोस्, त्यसपछि यो प्लस आइकनमा क्लिक गर्नुहोस्, ओभरटाइम रिक्वेस्टमा जानुहोस्, त्यसपछि कुन टाइपको ओभरटाइम हो यहाँ ओभरटाइमको टाइपको लिस्ट आउँछ। यहाँ नर्मल एउटा मात्रै छ भनिसकेपछि यही सिलेक्ट गर्नु पर्यो। अरू पनि हुन सक्छन् जस्तै होलिडे ओभरटाइम, मर्निङ ओभरटाइम, इभिनिङ ओभरटाइम, यस्तो खालको त्यो अनुसारको सिलेक्ट गर्नुहोस्। त्यसपछि डेटमा कुन दिनको ओभरटाइम रिक्वेस्ट गर्दै हुनुहुन्छ त्यो दिन सिलेक्ट गर्नुहोस्। त्यसपछि यदि अटेन्डेन्स थियो भने त्यो दिनमा रेकर्डेड टाइम देखिन्छ। त्यसपछि ओभरटाइमको ड्युरेसन चाहिँ यहाँ राख्नुहोस्, कति बजेदेखि कति बजेसम्म ओभरटाइम गर्नुभएको हो यसरी। त्यसपछि यदि कुनै प्रोजेक्टसँग रिलेटेड थियो त्यो भने यहाँ प्रोजेक्ट सिलेक्ट गर्न पनि सक्नुहुन्छ। यदि थिएन भने यो आउँदैन। ओभरटाइम गर्नुको रिजन केही लेख्नुपर्ने स्पेसिफाई गर्नुपर्ने छ भने यहाँ लेख्नुहोस् यसरी र त्यसपछि यसलाई सेन्ड रिक्वेस्ट गर्नुहोस्। अब यो अप्रुभ भए सँगसँगै तपाईलाई ओभरटाइम अटोमेटिकली असाइन हुन्छ र त्यसको पेरोलमा पोस्ट हुने बित्तिकै अमाउन्ट पनि अटोमेटिकली नै तपाईको पे स्लिपमा आउँछ।